नमस्ते एभ्रिवान, के छ सबैको हालखबर? गुड मर्निङ है। अहिले कति बजिरहेछ भनेपछि अब हामी आजको राइड भनेको हाम्रो मुस्ताङको लागि हो। ठ्याक्कै 6:30 हुनलाई चाहिँ यो कुरा हो। अब दुईजना आउँदैछ, अनमोल र अनमोलको साथी आउँदैछ। एन्ड त्यसपछि लाइक अब अप्पर मुस्ताङसम्म पुग्ने प्लान छ। मतलब लाइक ट्राभल हाम्रो त्यही हो मेन कुरा। एन्ड के भन्छ, अब साइमनलाई मुगलिङमा भेट्ने हो। एन्ड देन अर्को एउटा भाइ छ, त्यो पोखराबाट भेटिन्छ। अब दुईजना अझै छन् बिचरा, अब केही कारणले मिलेन उहाँहरूको, तर केही छैन। नेक्स्ट टाइम एउटा कस्तो जानु त्यही हो। म हाल्दै गर्छु ब्लग। अब यहीँबाट हो आज। अब के गर्ने भने ब्लग लामो हुनसक्छ भनेर म चाहिँ लाइक डे टु डे अपलोड गर्नु पऱ्यो, लाइक दिनको एउटा भनेर है। सो सबैले माया देखाइदिनु होला, हरेक भिडियोमा सेयर गरिदिनु होला सक्दो। एन्ड राम्रो लाग्यो भने कमेन्ट पनि एउटा छोडिदिनु होला है। थ्याङ्क यू सो मच है गाइस। एन्ड अब जर्नी कन्टिन्यू गर्दै गरौँ। अनि अगाडि हजुरहरूले यो भिडियो हेर्दै गर्नु होला। सक्यो, अब निस्किन लागेको केटा हो। अनमोल चाहिँ यहाँ छ, अर्को यहाँ छ हो। ल अब केटा चल्दैछ। अब ल चल्दैछ। सबैजना एकदम एक्साइटेड छन् यार, कुरी एकदम बवाल तरिकाले एक्साइटेड छ। सो त्यही हो। अब सबैजना चाहिँ राम्रो तरिकाले जाऊँ हो। केटा अनमोलले चाहिँ अस्ति 1 महिनादेखि यही बाइक मोडिफाई गराई आमामा चेन जिन्समा चेन रहेछ, दामी यार। जस हाफ ग्याङ्स्टर लुक होइन। अब के भन्ने यार, रेट्रो टाइपमा होइन। लाइक बल्ल चाहिँ होस् उसको उद्घाटन भयो बाइकको। 1 महिनादेखि नि यत्रो होइन बनाइरहेको थियो। लास्टमा चाहिँ अब लाइक हाइवेमा कुदिरहेको थियो बाइक चाहिँ उसको। आएको अनमोलले दिइरहेछ यार, अनमोलको दिइरहेछ। अर्को डोमिनार अब को रहेछ। त्यो इन्डिकेटर चाहिँ मन पऱ्यो मलाई डोमिनारको। यता त फ्लिकर बलिरहेछ। सो द्याट्स लुक्स कुल के ड्याम कुल यार। क्लासिकमा गऱ्यो भने फेरि यसमा फेरि मजा आउँदैन नि त। क्लासिकमा यस्तो गऱ्यो भने त फुत्तुर। यसमा राम्रो देखिरहेछ जस्तो केटिएम जस्तो क्या। ल गाइस, हामी मोस्ट प्रोबेबली यस गल्छी पुगिसक्यो। तर गल्छीको यो बाटो उताबाट गयो भने त लास्ट वाइल ठुलो पर्दो रहेछ होइन। बरु अब केटाहरूले कुदाइसित कुदाउनु परिहाल्यो नि फेरि त्यस्तै केटा। ल वाट्स इज द टाइम राइट नाउ? 7:37 गल्छी हामी। अनि अलमोस्ट 43 किलोमिटर कभर गरिसकेछ, त्यति हो। अब ब्रेकफास्टको लागि रोक्ने भनिरहेछौँ। अब मेबी मोस्ट प्रोबेबली धादिङतिर हुन्छ कि त्यो धादिङको पुलतिर। मेबी लेट्स सी के भयो के।
बेसिकली हामी चाहिँ यो वकिटकीमा कुरा गरिरहेको छौँ होइन गाइस। अब हाम्रो यो हेल्पबाउन्ड ग्रुपको यो वकिटकीहरू सो 4वटा छ। 4वटा अब साइमन, अनोल, म अनि उता अक्षय भाइसँग छ अनि ठकुरी भाइसँग चाहिँ अब एक्स्ट्रा छैन न त दिन्थे। के भयो? के भयो अनोल? किन बिस्तारै चलाइरह? ए ओके ओके त्यही हो गाइस होइन। अब त्यो अलिअलि यसमा कुरा भइरहेको छ तर हुन त अब अलि ठिकै हो। सस्तो पनि भन्नु मिल्दैन, धेरै महँगो पनि भन्नु मिल्दैन। लाइक इट्स काइन्ड अफ बिचको भन्दा पनि मिल्दैन, बिचको भन्दा अलिक तलै भन्न मिल्छ होइन। अलिक खाल्टा थियो। मैले के भन्नु लाग्थेँ बेसिकली यार यो वकिटकीको बारे मलाई धेरै रेन्ज नरहेछ यार। लाइक अलमोस्ट 100 मिटर 150-200 मिटर होला। अनि त्यो अघि नै हामी चाहिँ लाइक अलमोस्ट 400-500 मिटरमा चाहिँ लाइक हुन्छ नि 400-500 मिटरको कभरेजमा चाहिँ हामीले चाहिँ ट्राई गर्न खोजेको। अब हाम्रो एउटाजना त्यो भाइले बोलिरहेको थियो तर भोइस न कट भइदिएर क्या बिचमा उसले बोल्दा होइन। बेसी त्यस्तो राम्रो हुँदैन। तर फेरि बक्समा चाहिँ अस्ति नि अनौले भन्दा 2 किलोमिटर लेखेको रहेछ अरे। पाएपछि त कुदाइहाल्ने क्या केटा हो है। अरूलाई गाह्रो चाहिँ नबनाइदिउँ। बस कन्टिन्यू। अब ब्रेकफास्ट हुन त भोक लागिसक्यो। बिहानदेखि के खाएको छैन होइन। तातो पानी एउटा चाहिँ 1 गिलास तातो पानी चाहिँ खाएको थिएँ, त्यति हो। अरू त के खाएको छैन केटा हो। अब मौसम पनि राम्रै छ, घाम पनि अलिअलि घाम लागिरहेको छ। स्काई चाहिँ यस्तो यस्तो क्लियर छ, माथिहरू क्लियर छ स्काईहरू है। एन्ड लाइक के भन्ने लाइक जस्ट वेदर चाहिँ राम्रो छ। जस वेदरहरू चाहिँ राम्रो छ। अब पानी चाहिँ नपर्दैछ हुन्थ्यो त्यति हो। अरू त सब ठिकठाक केटा हो। यो गोटीको बेफाइदा भनेको यही हो केटा हो। अफ रोडमा राम्रोसँग कुदाउन नमिल्ने लाइक नर्मल सस्पेन्सन हुन्छ नि। अब अनोल यस्तो पछाडि छ, त्यो केटो पनि फेरि पनि आइरहेको छ होइन। अनोल चाहिँ पछाडि पछाडि छ अनोल चाहिँ। के गर्ने यस्तै छ जिन्दगी। ऊ लास्टमा आइरहेको छ अनोल चाहिँ। गोटी भएपछि यस्तै गाह्रो छ। गोटी जाने गयो भने बिहान निस्किँदाखेरि अब यो मैले भित्र चाहिँ इनर सेट लगाएको छु। एन्ड के छ अब ज्याकेट इनर, त्यसपछि टी सर्ट, त्यसपछि एउटा ज्याकेट पछि फेरि भित्र चाहिँ यो लगाएको छु रेन कभर जस्तो ज्याकेट है। अनि यो फरवाला चाहिँ ऊ लाइक ट्राउजर। तर कस्तो गर्मी हपहप गर्मी लागिरहेछ क्या। घाम हालिसक्यो नि त कस्तो हपहप गर्मी लागिरहेछ। तर अब यतै गर्नु पर्ला भित्रको। अब इनर पनि त बाटोमा इनर त कसरी खोल्ने, तर तलको इनर चाहिँ नखोल्नु पर्ला। ज्याकेट चाहिँ निकाल्नु पर्ला, त्यति हो। अरू त के होइन गाइकन। आयो अब बाटो पायो नि बिच बाटो नि, त्यही भएर कुदाइरहेको छ। खाल्टा खुल्टीमा त गाह्रो छ। हेलो एभ्रिवान। हामी चाहिँ यहाँ खाजा खानको लागि राखेको अम्बिका स्टार होटलमा। केटाहरू यहाँ छ, हालत यस्तो भइसकेको छ पुरै। ऊ स्ट्रेचिङ चलिरहेको छ केटाहरूको होइन। अब खाजा खाने मस्त अनि मेरो कपाल चाहिँ यस्तो तेरे नाम भइसक्यो थियो पुरै। अब यस्तो गरेर कपाल चलाउनु पऱ्यो। तेरे नाम हुनलाई चाहिँ सिन्स कहाँ मलेको कटै छैन अझै। हाल्छ आलु सालु आइसक्यो चनानलाई यहाँ खाइदिनु पर्ला यम्मी तरिकाले। के हो यो मौरीहरू दारुला खाना भाइ के भयो खाने हो। खुर्सानी धेरै भयो क्या त्यही पनि खाली पेट खुर्सानी खाएर मरिहाल्थ्यो।
उसमा भाइले मिस गरे त्यो अन्डा पहिला राइडको त्यस्तै हो अघिदेखि बनाइरहेको छ केटा हो बाइकको अवस्था बनाउने आज केटा हो किन निन्द्रा नपुगेर अल्छी लागिरहेको छ एकदमै सेल पनि आइसकेको छ सेल खाने चट्टा लाएर पुरै ब्रेकफास्ट भइसक्यो अब जानु पर्यो म्युजिक बजाउनु एउटा अब गइदिने भयो अब यस्तो एउटा हो एउटा निस्किनु लाग्यो ब्रेकफास्ट डन अब खानको लागि चाहिँ नरोकौँ होला जस्तो लाग्यो के अरे खाना रोक्यो भने फेरि झन् ढिला हुन्छ कि जस्तो लाग्यो के अरे अब डिसिसन गर्दाखेरि त्यही यो बेनीमा रोक्ने भनिरहेछ लेट्स सी के हुन्छ मैले पोर्ट चाहिँ कहाँ राखेँ पोर्ट चाहिँ यहाँ छ सामान आइसकेछ भन्छ के अरे लेट्स सी कहाँ आइसकेछ कहाँ छ भोसडीवाला के छ केटो हो हाम्रो चाहिँ साइमन ऊ त्यहाँ बसिरहेछ अघि नै आइसकेको रहेछ केटा कति भयो तिमी आएको अनुजलाई फोन गरेको तिमीले कहाँ रे ए मनोकामना ल केटा हो तिमी के गरेर बसेको खै त मलाई कफी आइस कफी खाने हो आइस अमेरिकन गरिदिनु न एउटा सिरप नहाल्ने समीर त अब के हो यो के छ मेरो केटा यार ठिक छ नि देखाऊ त तिम्रो ए यार पख उलिएर आउँछु मेरो ऊ टास्क दिन्छु कि स्टिकर टास्क दिन्छ स्टिकर टास्कमा लाग्यो कि तिमीले अनुजलाई भने रोक्नको लागि लगेर स्टिकर टास्क दिउँ चट्ट बाह्रमा तिमीले अनुजलाई भने कि नि रोक्नको लागि अनुजलाई भने कि नि तिमीले ल यति सबैको स्टिकरमा चाहिँ हाम्रो पनि स्टिकर जाओस् अनि फेरि फाँड कुदिहाल्ने खाने अनि फाँड कुदिहाल्ने हो केटा तुफान कुद्ने यार देख्न त देख्दैन त्यही पनि तिमीले उसलाई भने कि भनेन कफी सपमा के ए थकाली खाएको ठाउँमा कहाँ रोक्छ नि त्यो लामो जान पनि जाँदैन ब्रेकफास्ट चाहिँ चना अन्डा खाएको थिएँ बाटो त यताको पनि धस्तो रहेछ नि त चल्दैछ केटा हो Again, just short break, coffee break भइसक्यो अब फेरि म रोक्छु होला एकछिन त्यो खै एटिएमको लागि
called the Gang Gang Bang Gang. हाम्रो योगीराज चटकदेव समन चटकदेव अगाडि गइरहेछन् अनि बाबा रामदेवको शिष्य यहाँ यस्तो झ्याप पारमा बाइक चलाइरहेछ। त्यस्तो झ्याप त भन्नु मिल्दैन तर त्यो उसले चाहिँ यसको डिस्क ब्रेकले गर्दाखेरि क्या देखिरहेको क्या बब्लिङ भएको जस्तो देखिरहेको टायर चाहिँ चलपल दिइरहेछ केटाले। नेचुरल मसरुम हेर्ने नेचुरल मसरुम त्यहाँ छ त्यो सेप देखिरहेछ यस्तो गरेर त्यो होला त्यो पहाड मसरुम जस्तो देखिरहेछ। सही हो सही हो सही हो। अहिले त म्याक्सिमम मान्छे त्यही मुस्ताङ सुस्ताङ जानु लाग्यो क्या यार। कतिजना भेटिसक्यो यार बाइकर्सहरूमा हामी मध्ये पनि त्यही हो। माइक चाहिँ अन छ यार केटा हो तर करेन्ट भएन यहाँ। सबैको हालत त्यस्तो छ। पोखरा पुगेको हालत मुस्ताङ पुगेको जस्तो भइसकेको छ। अब यो बल्ल माइक कनेक्ट भएको छ। यो किन ढिलो कनेक्ट भएको के मेबी अनको अन राखेर होला कि सायद मेबी। ल साइमन भन तिमीलाई कतिको एक्साइटेड भइरहेको छ? झलाइराखे मलाई त आउने मन थिएन जबरजस्ती ल्याएको। उसलाई त बेसिकली चितवन छोड्नै मन थिएन केटा। केटाहरूलाई त्यस्तो त थकाली खाने भनेको चाहिँ ल गइदिउँ ल आराम न यार मजा लास्ट गिद्दी लगाइरहेको छ अघि भित्र क्या। हामी यस्तो अब माइक कनेक्ट भइरहेको छैन। अब यहीँ यस्तो हाम्रो एकजनाले साथीलाई कुरिरहेको छौँ। आछ कि आछ नै खै थाहा छैन। यहाँ वकटकमा बोलेको पुलिसहरू बोलिरहेछ। यस्तो बाटोमा उभिरहेको छौँ है कुद्नु परिरहेछ। माइक चाहिँ किन कनेक्टै भएन क्या केटा हो। अब यस्तै केटा हो अहिले चाहिँ यहाँ कुरिरहेको छौँ होइन। हालत चाहिँ यस्तो भएछ। पानी हल्का हल्का परिरहेछ। त्यही हो एकजना हाम्रो केटा साथी चाहिँ आइरहेछ है। त्यही हो अरू त केही होइन। केटाहरूलाई भनिरहेको छु मुख नछाड भनेर। यिनीहरूको फेरि जात त्यही हो क्या मुख छाड्ने जात हो। अनि सब सक्दो काट्छु म। कसले हानेको थियो? कसले हाने चाहिँ कसले हाल्ने? अर्को बाइकले। ए मैले जाँदा भन्दा त कहाँबाट आइदिएर भने बिचमा बाटोमा आइमै। थ्याट ल म त के भयो भन्छु यार। तर जे होस् टन्नै रहेछ मान्छेहरू आएर मुस्ताङको लागि। हुन त अब सिजनै त्यही छ अब घुम्ने होइन। अघि नै हामीले काठमाडौँबाट आउँदाखेरि त 6-7 जना त हामीले बाइकहरू भेट्यौँ क्या उतैबाट काठमाडौँ आउँदाखेरि हामीसँग सही हो आउनुपर्छ घुमाउनुपर्छ। तर अहिले चाहिँ लाइट रेन भइरहेछ। त्यस्तो ठुलो पानी चाहिँ परेको छैन। अब केटाहरूलाई प्लास्टिक बेरेर यताउता गरेर चाहिँ हिँडिरहेछ। त्यही हो। के गर्छ केटाहरूले रिल बनाइरहेको चाहिँ के गर्छ।
तर सिन चाहिँ दामी छ यार। भ्यू यस्तो खतरा भ्यू देखिन्छ एउटा हो, भ्यू चाहिँ खतरा देखिन्छ होइन। अब बेला बेलामा लाइट सफा गर्ने त केही छैन के अरे, मजाले भ्यू हेर्नु होला, आनन्दको छ भ्यू चिलपारामा। अहिले त्यहाँ पुलबाट चाहिँ त्यो खै मालडुङ्गा भन्छ कि कुन पुल भन्छ र त्यहाँबाट पनि जान्छ होला नि भिड्नेको बाटो छ मेबी, किनभने अब बागलुङबाट गयो भने चाहिँ पुरै घुमेर जानुपर्छ, बरु यताबाट चाहिँ अलिअलि अफरोड भएर, तर सानो बाटो चाहिँ त्यही छ। Hopefully you are enjoying guys है, दामी छ है, ताक्ने व्यवसाय पानी लगामा आएको दामी दामी भ्यू देख्न पाइन्छ केरा हो। यही लास्ट हाम्रो पेट्रोल पम्प बेनी म्याग्दीको, अनि फुल गराइसकेँ। 1200मै कति 7 पोइन्ट कति लिटर थियो। अनुलो मेरो सेम भयो। अब केटाहरू कति कति छ, साइमनको पनि हुँदैछ। ल केटा हो, अब तातो पानी रोक्ने भनिसकेछ, सो तातो पानी रोक्छौँ होला प्राय हामी। अनि त्यही हजुर तातो पानी रोक्छौँ हामी। ल त्यही हो अहिलेको लागि त फिलहाल।